छतर गाउँपालिका बतासे तेह्रथुममा दिपेन्द्र थापाले व्यावसायिक तरिकाले आधुनिक घार प्रयोग गरेर मौरी पालन गरिरहनु भएको छ। उहाँले यो उर्लाबारीबाट मधेसतिर अलि चारोको अभाव हुने सिजन पारेर पहाड चराउन ल्याउनु भएको रहेछ। उहाँले करिब यहाँ 60 देखि 70 वटा मौरीको घार ल्याउनु भएको छ। यहाँ यो देखिएको चाहिँ पहाडमा पाउने मौरीको प्रजाति सेरेना प्रजाति, अलिकति सानो साइजमा हुँदो रहेछ यो। अर्को मधेसतिर अलिक बढी पाउने, पहाडमा पनि पाउने, त्यो चाहिँ मेलिफेरा भन्ने जातको मौरी हुँदो रहेछ। मेलिफेरा चाहिँ साइजमा अलिकति ठुलो र रातो पहेँलो रङको हुँदो रहेछ। यहाँ निकै नै लोभलाग्दो व्यावसायिक तरिकाले मौरी पालन गरेको देखिन्छ। उहाँले कारोबार पनि गर्नुहुँदो रहेछ मौरीसँग सम्बन्धित। घार लगायत को मौरीको उत्पादन, मह अनि के अरे मैन, त्यसो छ सेरेना होइन त यो। 2, 4, 6, 8, 10 वटा फ्रेम। रानी कहाँ बस्यो नि? रानी त तल्लो डोरमा हेरौँ न होइन, अर्कोमा भयो नि हेर्दा भयो। होइन, हामी के चिन्दैन हेरेर क्या देखेपछि चिनिहालिन्छ। हेरौँ ल। एउटा डुलमा एउटा हुन्छ होइन? यो यसमा रानी जात राम्रो परेको छैन, यसमा राम्रो परेको छैन। राम्रो यो र राम्रो छ, तिनीहरूको जात यहाँ रानी यहाँ बनाउँदैछु कि रानी रानी बनाउनु त्यो पनि हेर्नुपर्ने थियो होइन? रानी बनाउनु 20-22 दिन लाग्छ होइन? होइन, रानी त 15 दिनमा जन्मिन्छ नि त। ए 12 दिनमा निस्किन्छ। मदानीमा हाल्दा यो चाहिँ चाहिँ मदानीमा हाल्यो, अब थोरै चाहिँ नहाल्ने। यो हालेर उतो मेसिनमा हालेर घुमाउने। यो ढकन यो कर्दाले काट्यो होइन, अनि टक्क राखेर त्यस्तो घुमाएपछि त्यो दुलोको झोल मात्रै निस्किन्छ क्या। डुब्याउँछ होला हो अलिअलि त। यहाँ त अरिङ्गाल पनि रहेछ। अनि मेरो कम त समस्या गरेँ। त्यहाँ कति बसेको छ? ल्याइकन मैले 4 साल भयो ल्याएको, 2 साल लसिङाले गरेँ। यसो पानीले मेलिफेराले मह पनि लाएको छ। अस्ति असोजको पानीले यो अन्तिमको पानी ए है असोजको पानीमा त थियो। ए यसमा काट्न पनि सजिलो छ। मौरी तल झऱ्यो होइन अहिले? धुवा लगाएपछि ए 2 स्टेप लगाएपछि यति सजिलो हुँदो रहेछ। माथि चाहिँ म मात्र बनाउँछु। मुनिपट्टि बच्चा यसमा रानी चढेछ क्या अस्ति, अनि त्यसलाई फेरि यो दुईटै बक्समा फ्रेम छ नि होइन? मुनि चाहिँ अझै ठुला खाले छन्। ए यो कालो देखेको चाहिँ भाले भन्नुभयो होइन? ठुलो ए त्यसो रहेछ नि। यो त यो मौरीले टोक्ने नटोक्ने मान्छे पनि हुन्छ। यस्तो हुन्छ। कसैको चाहिँ पसिनाहरू गनाउने कारण पनि त्यस्तो हुन्छ। पसिनाहरू चाहिँ हुन्छ। अनि रक्सीहरू खाएको बेला, मासु खाएको बेला हान्छ। ए उसले पनि त्यही त होइन, सुँगेरै त गन्धले। त्यही गन्धले हो। भनेपछि यता ल्याएर तपाईँले कतिचोटि निकाली काटिसक्नु? होइन, यो त सेरेनाको अस्ति अलि खाइयो। मेलिफेराको त काटेको नकाटेको अस्ति नै अलिक धेर लाउन भनेर 60 बिगारेको। भनेपछि उनीहरूले खाइहाले। खाएछ नि, जम्मै खायो नि। आफै पनि खान्छन्? त्यो पानी परेको बेला निस्किन सकेन नि, अनि त्यही खायो नि। त्यो 4 दिन पानी पऱ्यो नि त अस्ति। त्यही पानी खासमा उनीहरूले आफूलाई स्टोर गरेको। त्यही त वास्तवमा त अब मह त हाम्रो लागि त होइन, उसकै लागि हो। हामीले त चोरेको मात्रै हो होइन, लुटेको भनौँ होइन।
बिचराहरूको मेहनत पो खाइदिँदैछ। यता आएर घारहरू पनि बेच्नुभयो। बेच्यो बच्चा हालेछ कि यो त्यो टिका टिका भएको चाहिँ बच्चा भएको होला होइन? ए माथिको चाहिँ सिल गरिसक्यो, तल गर्न बाँकी। त्यो सिल गरेकोमा चाहिँ अन्डा राखिसकेको हुन्छ होला कि के हो? भरेर राखेको ए यसरी यो यो मौरी थाहा पाउने रहेछ पहिलो कुरा है। यहाँ 50-60 घाट ल्याउनु भएको छ होइन? ल्याएको त 65 नि। अनि के उडेर गयो? 8-10 घाट। ए म आइकनै 3 घाट गयो त्यो पानीमा क्या, पानी रोकिएपछि जान्छ कि मौरी। खाना पाउँदैन त, खाना सकिएको हुन्छ अनि पुरै निस्केर जान्छ। भनेपछि त यसपालि तपाईँ यहाँ यसो बचाउनु ल्याएको जस्तो मात्रै भयो। बचाउन ल्याएको यसमा चाहिँ नोक्सानै भयो क्या। अब पोहोर 100 केजी जति आएको थियो, पोहोर 100 केजी जस्तो है। परार 80 केजी आएको थियो। यो 2 सिजन कि 1 सिजन हो तपाईँले काट्ने चाहिँ? सिजन काट्ने 1 सिजन अस्ति यहाँ लाग्छ कि, तर हामी सिजन मात्रै काट्छौँ, मेडिफाई काट्दैन। जस्तो 1 वर्षमा एकचोटि मात्रै हुन्छ काट्ने? उहाँ त 4 चोटि 5 चोटि काट्छौँ नि त। मधेसमा चाहिँ 4 चोटिसम्म। यहाँ चाहिँ 1 चोटि। यहाँ चाहिँ किन अलिक फुलसुल कम हुन्छ र? मौरी सङ्ख्या धेरै भयो। अब हेर्नु न, स्रोत कम्ती भयो। यो मेरो मात्रै छ, त्यहाँदेखि सबै बाँड्छ। सबै हिँडिहाल्यो। मौरीलाई खानेकुरा कम्ती हो। नमस्कार। अनि जुनेलो नै भए पनि हुन्थ्यो, जुनेलै छोरा छोरा मान्छे होइन, मान्छे अब जङ्गल पनि भने त यो मौरीले त आफैले लाएको मकैले खानु पाउँदैन होइन? पाउँछ। त्यस्तै अस्ति पानीको बेला खायो। भनेको मौरी पनि एक हिसाबले भिजन भएकै जातमा पर्छ। जतन गरेर राख्ने। जतन कसले भन्थ्यो नि यो के अरे मौरी चाहिँ पर्यावरणमा के नभई नहुने के कसले कहाँ ल्याइरहेको थियो? हजुर, मौरी बिना पर्यावरण चल्दैन के? होइन परेवा भयो चाहिँ मौरीलाई असर गर्छ। होइन पर्यावरण भनेको ए पर्यावरणलाई, पर्यावरण त 1 नम्बर हो नि। मौरी कस्तो साइकल चाहियो त होइन? त फलै फल्दैन नि। यो त अनि 35% त यो बालीमा पर्छ, बढाउँछ, अथवा 87% पोलिनेसन चाहिँ मौरी जन्ने किराले गर्छ भने मौरी जातले। विश्वमै 87% जस्तो। यो जातको सबैभन्दा सानो यही हो? यहाँको होइन, सानो त अर्को पुत्का भन्ने हुन्छ, स्टिकलेस चिल्दैन। ए मौरीको अझै योभन्दा सानो हुन्छ? कठौरी त यतै जङ्गलमा पाउँछ होइन। त्यही हो कि मेरो ससुराली भएको सानो होइन कठौरीको पनि, भन्थ्यो। कठौरीले पनि अनि म काट्नु कठौरीको पनि अलिकति हुन्छ त, धेरै हुँदैन। औषध तर त्यो कठौरी त नपाले हुन्छ होला। होइन त्यो पाल्न सकिँदैन त्यो अलि आक्रामक पनि। त्यसले त भ्याइहाल्छ नि। यो त्यसको फ्रेम हो होइन नि? टुनी नै हो। टोक्दैन नि मौरीले सर, केही गर्नु। त्यो यसरी जङ्गलबाट आएको हुन्छ नि सर, भेला भएको त्यस्तो त डालोमा झारेर ल्याउँथेँ म। अब यो यसरी मह काटेपछि यो चाका बनाउनलाई उनीहरूलाई एक्स्ट्रा मेहनत चाहियो होइन? त्यो मदानीमा हालेको भए यो ट्याकट्याकी चाका सबै फेरि फित्ता आउँछ। त्यो दुलो मात्रै दुलो रहन्थ्यो कि। ए यो चाकामा त बनाउनु पर्यो होइन? बनाउनु पर्यो। चाका बनाउन टाइम लाग्ने हो नि। पहिला झन् 16 केजी मह खाए बराबर मात्रै 1 केजी चाका निकाल्छ भन्थ्यो होइन? अहिले चाहिँ फेरि त्यो संशोधन भएर 8 केजीमै झरेको छ। के हो कसरी 8 केजी खाएर शरीरबाट निस्किन्छ नि त चाका यसको। अहिले चाहिँ 8 केजी मह खाए मात्रै 1 केजी बराबर चाका निकाल्छ शरीरबाट भन्छ। अहिले पहिला चाहिँ 16 केजी भनेपछि यो चाका त खाएर निस्केकोबाट बनाउने चाहिँ पो हो? भुँडीमा खपडा हुन्छ नि, हजुर, चेपबाट निस्किन्छ कि भन्नु पर्छ। ए भनेपछि त धेरै मेहनत पो रहेछ त यसमा त नि। महको त्यो क्वालिटी त उस्तै होला है, मेलिफेरा सेरेना उस्तै। मेलिफेरा अलिक बाक्लो हुन्छ। मेलिफेराको बाक्लो हुन्छ।
यो पछि तपाईँले प्याकेजिङ गरेर बेच्दा त के झोल मात्रै बेच्ने कि यसै यस्तो कस्तो खोज्छन् होइन यस्तो कहिले कहिले खोज्छन् कि अब मान्छे मूर्ख हुन्छन् क्या त चाका त हामीले त टोकेर फाल्ने चिज हो नि चाका भएको चाहिँ 1500 2000 हाल्छ होइन अर्को चाहिँ 1200 मा लाने गएको हुन्छ। यो झोल मात्रै बेच्दा त यो चाका के गर्नु अनि चाका त हामी त मैन बनाउँछौँ नि फेरि मैन ए त्यो मैन भनेको बाल्ने मैन त होइन नि बाल्ने मैन पनि त्यो मैन त होइन त्यो त महँगो हुन्छ यो गुम्बाहरू मात्रै बाल्छ यो गुम्बाहरू बाल्छ क्या यो महँगो रानीमा के गर्नु भएको छ यो ग्राफ्टिङ ग्राफ्टिङ गरेर 15 दिनमा रानी बनाएको अरू स्टाफ बोलाएर ठ्याक्क गर्छन्। अनि तिनीहरूले थाहा पाएर यता यता आउँदैन त आउँदैन आउँदैन त्यो विधि छ क्या विधि अनुसार गर्यो भने विधि आउँछ विधि अनुसार गर्यो के रहेछ धागो अन्त सबै गइहाल्छ बुढो भने सँगै जान्छ सबै जान्छ। रानीको आयु चाहिँ कति हुन्छ 5 वर्ष 5 वर्ष यो 2 वर्ष आएको ए भनेपछि यस्तो पनि थाहा पाउनु पर्यो है अरू मौरी चाहिँ त्यत्रो बाँच्दैन फेरि अरूको चाहिँ कति हुन्छ त आयु 42 दिन होइन मौरीको आयो मात्रै पो हो बच्चा निस्केको गर्छ बच्चा निकाल्छ नि त। सातु भनेको चाहिँ के को मकैको मकै चना मिक्स उहाँ चाहिँ त्यस्तो हुन्छ यहाँ त जेको पनि जहाँ पनि जान्छन् बसिहाल्छन्। यहाँ गाउँतिर अरूतिर अरूलाई पनि बाँडिसक्नुभयो होला होइन अलिअलि सिकाइसक्नु होला कि यो? छैन अब सिक्न र गर्नेलाई सिकाउनुहुन्छ स्ट्यान्डहरू यो तलैबाट बनाएर ल्याउनु भएको होइन उतैबाट हो यो। पहिला यो बारीतिर नि राख्नुभयो कि यो यहीँ मात्रै यसरी नै मात्रै हो यसरी। हामी उता पर गाउँमा लगेको थियौँ उनीहरूलाई चाहिँ के दिनु यसो मह दिनु म काटेको बेलामा म त्यो यसपालि चाहिँ लग्दैन गाउँतिर थोरै मात्रै मौरी ल्याएको अनि त्यही भएर तल कति गाड्छन् अब कल यो भन्दा धेर छन् नि। ए अनि यो उत्पादनको हिसाबले चाहिँ तल मधेसमा धेरै कि यहाँ धेरै हुन्छ त कि सिजन अनुसार सिजन अनुसार हो यो। अब यहाँ पछि अब पानी नै हुँदैन केही हुँदैन यो मङ्सिर पुस माघ फागुन त यहाँ केही हुँदैन नि। अस्ति बयार फुल्यो सक्यो अब यही टाकी अरू के लाउँछ काटेको छैन नि अस्ति पानीले ढिलो गरायो लडेर हो है साल ढिलो भयो नि त होइन त्यो पनि भयो जम्मा यहाँ र तल गरे तपाईँको कति छ 1-1.5 गाह्रो 180 भन्दा बढी हो अहिले चाहिँ अब त्यहाँ उता नि अलिअलि मऱ्यो हो यता पनि मऱ्यो उता अलिक बढी मऱ्यो यहाँभन्दा हिउँदोमा त तपाईँ त धेरै ठाउँ कुद्नुहुन्छ ट्रेनिङमा हिउँदा अब सुनसरीमा छ तुरुन्तै यहाँ हिजोअस्ति कार्तिक 15 भन्दै फेरि यहाँले किन रोके अब सुनसरी केमा एउटा प्रोजेक्ट छ त्यो चम्ची सबै चित्रहरू चाहिँ मुसलमानको छ होइन मुस्लिमहरूको त्यस्तो प्रोजेक्टको उसमा मुस्लिमै थियो त्यो हाकिम पनि मेरोमा गएको थियो त्यो हुन्छ मौरी पनि 128 हाल हुन्छ तपाईँको नि टेम्पोररी त्यत्रो सामान हुँदैन होला 128 हाल भएको त के भन्नु